नमस्ते दर्शकवृन्द, आजको समाचार छ रूपन्देहीबाट सरुवा भएर दिल्ली बजार कारागार आउँदैछन् रवि। सहकारी ठगीको आरोपमा जिल्ला कारागार रूपन्देहीको थुनामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौँ ल्याइने इच्छा व्यक्त गरेका छन्। लामिछानेले रूपन्देहीबाट सरुवा भएर दिल्ली बजार कारागार काठमाडौँ आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको छ। जिल्ला कारागार रूपन्देही स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौँ सरुवा हुने चाहना व्यक्त गरेका थिए। पहिले पनि लामिछानेलाई सरुवा हुन चाहे नचाहेको बारे सोधिएको थियो। त्यसबेला उनले आफूलाई रूपन्देहीमै ठिक भएको बताएका थिए। कारागार प्रशासनका एक अधिकारीका अनुसार आफूलाई पाएक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदी बन्दी हुन्छ। यद्यपि सुरक्षा चुनौती लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ। अहिले परिवारका नेताहरू र परिवारसँग भेटघाटका लागि समेत अप्ठ्यारो हुने भएपछि कारागार सरुवाबारे छलफल भएको थियो। रासपा स्रोतले पनि भन्यो, काठमाडौँमा भेटघाटका लागि समेत सहज हुने अपेक्षा हो। गृह मन्त्रालय एक अधिकारीका अनुसार अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजीकरण गरिदिन भनेको थियो। अहिले सरुवाका लागि उहाँले जिल्ला अदालत रूपन्देहीबाट समेत अनुमति लिइसक्नु भएको छ। कारागार प्रशासनसँगै सरुवाका लागि जिल्ला प्रशासन कार्यालयको समेत आदेश आवश्यक छ। त्यो सबै प्रक्रिया सकिएर निर्णयका लागि कारागार व्यवस्थापन विभागमा पठाइएको छ। विभागबाट निर्णय भए लगत्तै लामिछानेलाई दिल्ली बजार कारागार पठाइने स्रोतले बताएको छ। दिल्ली बजार कारागार स्रोतले पनि पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सरुवा भएर आउने भएपछि बस्ने व्यवस्थाका लागि तयारी थालिएको बताएको छ। दिल्ली बजार कारागारमा अहिले ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङ्गेले समेत कैद सजाय काटिरहेका छन्। लामिछानेलाई पनि मनाङ्गे रहेको ख ब्लकमा राख्ने गरी तयारी गरिरहेको दिल्ली बजार कारागार स्रोतले बताउँछ। कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले भने हालसम्म लामिछानेलाई काठमाडौँमा ल्याइने बारे निर्णय भइ नसकेको बताए। उनले भने हालसम्म उहाँ भैरवामै हुनुहुन्छ, थप निर्णय भएपछि मात्र बताउन मिल्ला। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई 22 चैत्र 2081 पूर्व पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतले 13 माघ 2081 1 करोड रुपियाँ धरौटीमा छाड्न गरेको आदेश बदर गरेपछि लामिछाने काठमाडौँ स्थित निवासबाटै पक्राउ परेका थिए। पछि लामिछाने पत्नी निकेताले उनलाई थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। तर सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो। सर्वोच्चको यो आदेशसँगै कम्तीमा जिल्ला अदालत रूपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुङ्गिएसम्म उनी थुनामा रहने भएका छन्। यस्तोमा हिरासत बसाई लम्बिने बुझिएपछि उनले सरुवा भएर काठमाडौँ चाहेको अधिकारीहरूले बताउँछन्।